जोगी झूठ बोला मुंह झूठ बोलू लाई क्या झुट बोलाइ न तपाईँ यहाँ मजा खान्छ तपाईँले जहाँ रक्सी किलोमिटर ल्याए उहाँ सोध्दा तपाईँले कहीँ झडे कि मम्मी किन छाड्ने होला हैन तपाईँ यहाँ उन्डा यहाँ लाग्छ हो अस्ति यार मेरा पैसा हप्पो त झडाएको यार एसेलमेन्ट गएको पछाडि खल्टो थाल्यो क्या अन्त सबै झडेर त्यो तानेर सँगसँगै पैसा पनि झडाएको गाडी टिकट हाल्ने खल्टी त्यहाँनिर यार काका यार भन्दा म अझ मसँग पंगा नगरे खल्टीबाट पंगाको ढुङ्गा भजन हो सबले बुझ्यो होला मेरो बारेमा खल्टीबाट टोपी निकालेर पुरो झड्यो टिकट पछि भा क्या यार म साँच्ची रिस पनि उठा खानु भारी ढल क्या ल्याएको रिसले क्या महँगो अरे मैले लिएन भने पैसा यार कस्ता मान्छे हो नि यार तपाईँ काका जहाँ खाए होइन म हिँड खोज्न जाउँ हिँड मैले अघि भने तँ मजाक नगरे यार 500 को नोट नक्कली देखाइदिएर एउटा जहाँ जहाँ कहाँ हिँडे खा उहीँ जाउँ खोज्न जाउँ पाइन्न नि जहाँ खोजिदिएर हिँड उठ क्या यार काका यार नाना यार यता जान्दाबाट गोरु भइन्छ यार उठ साँच्ची मुच्ची हो ए गुरु यार मान्छे घोल गाडी क्या अहिले पैसाहरू भन्दाखेरि म निकाल्यो भने कहाँ यहाँ म त्यसरी अस्ति 50 रुपियाँ निकाल्दै होइन यहाँ क्या जोड भर्छ होइन आज 1 जिरो थप्नु त हामी पुरा 5000 खकिहाल्यो पुरा 5000 त्यहाँदेखि नक्कली नोट देखिन पऱ्यो अन्त खाली आफ्नै यार अच्छा यो 500 का नक्कली नोट छन् न 3 र 500 रहेछन् हामीले यहीको डाइलग हान्यौँ त्यो अहिले यहाँ हेर्नु हाम्रो मेरो पैसा चोरी भयो भन्दा अब कहाँबाट हामीले उ गर्यो यार यो हेर्यो कि होइन आइन्दा पनि माता छु म जोगुन हेर्न नि त्यो तोर त्यहाँ पढ्नलाई आएन त मसित यो छोरी मात्र कहाँ मसित बोले पनि छैन ल तँरो चाउचाउको ऊ पनि खाऊ यो मेरो गोली फेरि फरक पर्ने बढ्दैन त्यो मुख पनि थाहा छ तँरो गोली त एकदम होइन किनकि म अक्काबाट गोली हाल्छ भइरहेको लफडा हाल्ने ऊ मान्छे कहिले मैले हमाएँ यार काका यार कस्ता बात त यार काकै मुखमा झगडा हाल्ने अब हमाएन भने कोही झगडा गरौँ के गर्नु मैले हमाएँ क्या हमाएन भने भने आउँदैन त्यो नक्कली नोट देखाउँछु पनि सलाम अक्कैसँग त बाँच्यो भने त घर गए सोच्नु किन्नेबाट बाँच्यो आउँदा होइन यो खाऊ न यार मैले पनि छाड्ने भगवान मैले ल्याए चाहिँ मेरा पछाडि आएर हात चोकाएको ठिक हुने तेरी माल यहाँ आएर मर्नसँग दही बनाएपछि बाटो बाँच्नसँग दही बनाएपछि बाँच्न चाहन्छ भने 500 लियो भने 500 को त गाली गरिहाल्यो यार अब त खाँच्यो अब म रिस उठ्यो मुखै उठ्दैन म पनि कमालको मान्छे हो म झुट बोलेपछि हर जग्गा हिसाब दिनुपर्छ क्या त्यो मलाई थाहा छैन मैले लिएको छु पैसा म पहिल्यै भनिहालेँ त्यो मेरो पछाडि नबढे मैले कहीँ खाइबाट आउँदा कहीँ झडाइबाट आउँदा यहाँ आइबाट मुखी खोज्दा यार त्यो बर्बादी हो मैले त देखेन अब चिज अब कहाँ रक्सी खाइबाट आउँदा कहाँ झडाइबाट आउँदा मुखी थाहा छैन तँ खल्टी हात के हाल्दो खै खल्टी हातमा हालेन खल्टी हात हालेर भन्नु पर्यो